नयाँ सोच्दी दमकमा दमकतिर यसो हल्लिने गरेको कस्तो रहेछ दमक चाहिँ भनेर यसो हल्का दमकको भ्यूहरू चाहिँ एकदमै राम्रो रहेछ त्यो भित्तामाखेरि चाहिँ अलिकति दमक बजार चाहिँ मैले देखेको छैन त्यो कस्तो हुँदो रहेछ भनेर चाहिँ हल्का है वाउ घरको डिजाइनहरू स्ट्रिटहरू कस्तो शान्त कि साइकल पसल नयाँ नयाँ सोच्ने दामी रहेछ घाँस खाँदैछस् पिक दमकको पऱ्यो यो त हाम्रो उयसको लागि ल फाइनली दमक बजार डिटाउन तातिर यही हो क्या दमक बजार चाहिँ भन्दा सानो लायन्स इन्टरनेसनल बस्ने ठाउँहरू चाहिँ राम्रो रहेछ है पऱ्यो एकदम सट्टसँगले यहाँनिर चाहिँ हाम्रो गौतम बुद्ध राख्नु भएको रहेछ उहाँले चाहिँ चट्ट शङ्ख चाहिँ फुक्नु आँट्नु भएको रहेछ नमो बुद्ध है ल ए दमकतिर डुलिँदैछ है साथी न सँगै आफै रङ्गी चङ्गी एकदमसँगले है सबैतिर हरियाली नै छ भन्ने पनि छैन रहेछ है यतातिर ए यस्तोहरू पनि रहेछ है यतातिर चाहिँ रुखहरू छैन बारहरू जस्तो छ मान्छेहरू डिसिप्लिन हो कि मान्छेको जनसङ्ख्या कम हो गल्ली गल्ली हल्ली हिँड्ने साथीसँग भाइ मेरो भाइ second place. दामी रहेछ अहिले